आज चाहिँ हामी यो पाइथनको सेसनको थर्ड भिडियोमा पाइथनमा कमेन्ट्स भनेको के हो भनेर हेर्न गइरहेको छौँ र यो एउटा इम्पोर्टेन्ट टपिक पनि हो पाइथनमा। हाम्रो कमेन्ट्स भन्ने छ। अब यो कमेन्ट्स भनेको चाहिँ एउटा पाइथनमा चाहिँ नोट टेकिङ जस्तो हो। हामीले पाइथनमा प्रोग्राम लेख्दै गर्दाखेरि चाहिँ केही कुराहरू नोट राख्नु पर्यो अथवा त्यो प्रोग्रामले के गर्छ भनेर चाहिँ लेख्नु पर्यो भने चाहिँ हाम्रो प्रोग्राममा कमेन्ट युज हुन्छ। जस्तै यो चाहिँ के को लागि युज गरिन्छ मेनली भन्दा जस्तै एउटा प्रोग्रामरले कोड लेख्यो, प्रोग्राम लेख्यो, अनि पछि आएर अरू कोही प्रोग्रामरले चाहिँ त्यो कोड हेऱ्यो भने चाहिँ उसलाई चाहिँ थाहा हुनु पऱ्यो कि यो प्रोग्रामले के गरिरहेको छ, यो प्रोग्रामको पर्पज के हो, होइन त। त्यसको लागि चाहिँ हामी पाइथनमा कमेन्ट्स भन्ने एउटा कन्सेप्ट छ, त्यो कन्सेप्ट चाहिँ युज गर्छौँ। अनि अर्को कुरा चाहिँ यो कमेन्ट राख्नु चाहिँ एकदमै इम्पोर्टेन्ट हो। सो अब यसलाई चाहिँ प्रोग्रामेटिकल्ली नै हेरौँ, त्यसो हुँदाखेरि क्लियर हुन्छ। र थोरै यहाँ थ्योरी पार्ट पनि छ, यसमा थोरै गइहाल्छु म। अब पाइथनमा चाहिँ यो एउटा ह्यास भन्ने सिम्बल छ, ह्यासट्याग। यो ह्यासट्यागलाई चाहिँ हामी कमेन्टको रूपमा लिन्छौँ पाइथनमा, है त। दिस इज अ कमेन्ट, हेल्प योर सेल्फ एन्ड अदर अन्डरस्ट्यान्ड द प्रोग्राम बेटर। भन्नुको मतलब चाहिँ जस्तै अघि पनि मैले भने, मैले एउटा प्रोग्राम लेखिरहेको छु, त्यो प्रोग्राम चाहिँ अरू कसैले आएर पढ्यो भने पढ्दाखेरि चाहिँ त्यो प्रोग्रामको पर्पज के हो अथवा त्यो लाइन अफ कोडमा, सर्टेन लाइन अफ कोडमा मैले के गरिरहेको छु, के गर्न खोजेको छु, त्यो कुराहरू स्पेसिफाई गर्दैछु भने चाहिँ म त्यो जहिले पनि कमेन्टमा राख्छु। युज कमेन्ट्स टु टेस्ट कोड बाई डिजेबलिङ द लाइन्स टेम्पोररीली। भन्नुको मतलब चाहिँ अब यो टेम्पोररीली डिजेबल भन्नुको मतलब चाहिँ के हो भन्दा, यहाँनिर जस्तै यो प्रोग्राम चाहिँ हाम्रो अगाडिको सेसनको लागि भयो, है त। अगाडिको सेसनको प्रोग्राम हो। अब यो प्रोग्राममा मैले कमेन्ट अलरेडी युज गरेको छु एउटा, जस्तै यहाँनिर यो चाहिँ अब के हो त, युजरबाट एन्सर लियो, होइन। भेरिएबल भनेको चाहिँ कन्टेनर जसले भ्यालुलाई स्टोर गरेर राख्छ। भन्नुको मतलब यो चाहिँ मैले के गरेँ त, एउटा नोट जस्तो लेखेँ नि त यहाँनिर, होइन। सो यो चाहिँ एउटा कमेन्ट भयो। अब जस्तै यसमा हाम्रो यो प्रोग्रामले के गर्छ भन्दा, टेक input from user like name, age and display। अब यति गऱ्यो भने चाहिँ के भयो त, यो कमेन्टले चाहिँ मलाई भोलि अरू कसैले आएर मेरो प्रोग्राम हेरिरहेको छ भने चाहिँ यो गर्दो रहेछ है, यो काम गर्दो रहेछ यो प्रोग्रामले भनेर चाहिँ थाहा हुने भयो अरू कसैले हेऱ्यो भने। अब यसमा जस्तै यो लाइन छ, यो फर्स्ट लाइनमा चाहिँ के छ, अब वाट इज योर नेम भनेको छ भने मैले के राख्न पाएँ, आस्किङ युजर्स नेम। यो हामीले चाहिँ के गरेको थियो भन्दा युजरसँग नेम सोधेको हो नि त, त्यो नेम चाहिँ यहाँनिर आउँछ। अब अर्को लाइनमा गयो भने मैले के गर्न पाएँ फेरि, डिस्प्लेइङ युजर्स नेम। अब यो लाइनमा चाहिँ के भइरहेको छ भने, हाम्रो प्रिन्ट फङ्सनले चाहिँ हामीलाई आउटपुट दिन्छ, युजरलाई आउटपुट दिन्छ, योर नेम इज, अनि नेममा जे भ्यालु छ त्यो दिन्छ। अब हामीले यहाँनिर डिस्प्लेइङ युजर्स नेम लेख्यौँ भने चाहिँ के भयो त, यो एउटा भोलि कसैले आएर यो प्रोग्राम हेऱ्यो भने चाहिँ उसलाई चाहिँ सजिलो भयो यो बुझ्नलाई। अझै अब मैले यो के गरिदिन्छु भने, यतिलाई कपी गरेर, कपी भन्दा पनि कट गरेर यसको तलपट्टि राख्छु यसरी, है त। अनि यसलाई चाहिँ एकै ठाउँमा बनाउँछु। यो भनेको चाहिँ अलिकति हाम्रो के भयो त, मोर रिडेबल भयो। इनपुट लिएको चाहिँ एकै ठाउँमा राख्ने यसरी, अनि त्यसपछि आउटपुट दिने चाहिँ एकै ठाउँमा राख्ने मिलाएर। अब यसमा पनि मैले कमेन्ट राखिदिनु पर्यो भने, कमेन्ट राख्नको लागि ह्यास युज हुन्छ। अब यो ह्यास युज हुने बित्तिकै चाहिँ यहाँ के भयो भन्दा, यो ह्यासले चाहिँ यहाँ अब यो लाइनमा म जति पनि कोड लेख्छु नि, त्यो कोडलाई चाहिँ डिजेबल गरिदियो। डिजेबल गरिदियो भनेको के हुन्छ त, यो चाहिँ नन
एक्जिक्युटेबल हुन्छ। अब एक्जिक्युटेबल अथवा नन एक्जिक्युटेबल भनेको चाहिँ के हो त भन्दा एक्जिक्युटेबल भनेको रनेबल, नन एक्जिक्युटेबल भनेको चाहिँ नन रनेबल भन्न पाइयो है। भनेको अब यहाँनिर मैले जति पनि कुराहरू लेख्छु त्यो चाहिँ रनै हुँदैन। पाइथनको चाहिँ हाम्रो इन्टरप्रेटरले रनै गर्दैन क्या त्यसलाई। मैले यहाँ जेसुकै लेख्नु ल, जस्तै प्रिन्ट हेलो भनेर लेखेँ भने पनि अब यो कोडलाई मैले कमेन्ट बिना लेखेँ भने त के हुन्छ त, यो त प्रिन्ट हुन्छ, आउटपुट आउँछ। मैले रन गरेर यसलाई हेरेँ भने, टर्मिनल खोलेर यहाँ रन गर्न ट्राई गरेँ भने चाहिँ पाइथन सेकेन्ड डट पाई, सुरुमा त मैले सेभ गर्नु पऱ्यो होइन, यसलाई सेभ गर्ने अनि त्यसपछि यति हालेँ भने चाहिँ वाट इज योर नेम भनेर यो फर्स्ट लाइन रन भयो राम भन्दै। त्यसपछि हेलो हाउ ओल्ड आर यु, हेलो किन आयो भन्दा यो लाइनमा आयो नि त। हाम्रो प्रोग्राम जहिले पनि लाइन बाई लाइन रन हुन्छ भनेको थिएँ होइन। यो लाइन रन भयो किनभने यहाँदेखि माथिको त सबै लाइनहरू डिजेबल छ नि त, यहाँदेखि माथिको केही कुरा पनि रनै भएन अब होइन। यसले चिनेन, हाम्रो यो पाइथनको इन्टरप्रेटरले चाहिँ चिन्दैन यहाँ केही छ भनेर, उसले भ्यालु नै दिँदैन क्या। यो कुराहरूलाई चाहिँ उसले मतलबै गर्दैन, यहाँ होस् कि नहोस् उसलाई मतलब भएन। उसलाई जस्ट केसँग मतलब हुन्छ भन्दा यस्तो खालको लाइन अफ कोडबाट, यस्तो खालको जुन चाहिँ इनेबल छ, डिजेबल भएको छैन है त, जुनमा चाहिँ कमेन्ट युज गरिएको छैन त्यसलाई मात्रै भ्यालु दिन्छ। अब यति भइसकेपछि चाहिँ मेरो यो लाइनमा आयो, प्रोग्रामको कन्ट्रोल चाहिँ यो लाइनमा आयो। अब मैले यहाँनिर 17 हालिदिएँ भने योर नेम इज राम, यु आर 17 years old भनेर आयो, यो लाइन पनि रन भयो। तर मैले यसलाई कमेन्ट राख्दिएँ, यसरी कमेन्ट गरिदिएँ। अब यो चाहिँ के भयो त, डिजेबल भयो, यो लाइन चाहिँ डिजेबल भयो भनेको यो अब यहाँ प्रोग्राममा हुनु र नहुनुको मतलब केही पनि छैन। जस्तै हेरौँ यहाँ रन गरेर, राम हाउ ओल्ड आर यु, अब के भयो त, यो लाइनबाट डाइरेक्ट यो वाला लाइनमा आयो, यहाँनिर इनपुट लिन आयो यो। किन भन्दा यहाँदेखि माथिको एउटा लाइन थियो त्यसलाई चाहिँ मैले के गरिदिएँ, डिजेबल गरिदिएँ टेम्पोरेरीली। सो यो चाहिँ अब के भयो, कमेन्ट, युज अफ कमेन्ट चाहिँ हामी यसरी गर्छौँ। जस्तै अब हामीले प्रोग्राम लेख्दा लेख्दै केही कुराहरू चाहिँ नचाहिने कुराहरू लेख्यो, त्यो बेला काम गरेन भने त्यसलाई कमेन्ट गर्न पाइयो, डिजेबल गर्न पाइयो, जुन चाहिँ रन हुँदैन है त। ल यति नै छ कमेन्टको बारेमा चाहिँ। कमेन्ट भनेको चाहिँ एउटा नोट टेकिङ जस्तो हो, जुन चाहिँ हामीले प्रोग्राममा डिजेबल गरेर राख्छौँ, नन रनेबल बनाएर राख्छौँ। त्यसलाई इन्टरप्रेटरले चिन्दैन, इन्टरप्रेटरले रन गर्दैन। जस्तै अब यहाँनिर अर्को पनि म एउटा इक्जाम्पल देखाउँछु। अब यसमै तल आएर चाहिँ मैले नेम एज र अर्को एड्रेस भनेर सोधेँ है त, इनपुट इन्टर योर एड्रेस भने अब यो अहिले चाहिँ कमेन्ट भएको छैन यो लाइन। यो के हुन्छ त, हाम्रो प्रोग्राममा रन हुन्छ। यसरी मैले रन गरेँ भने यो रन हुन्छ 13 अनि यसमा सरी यो चाहिँ मैले सेभ गर्न बिर्सेँ। यहाँनिर आएर मैले यो प्रोग्राम रन गरेँ भने पाइथन सेकेन्ड डट पाई भनेर यसरी रन गरेँ भने राम लेख्न पाएँ, हाउ ओल्ड आर यु 17 लेख्न पाएँ, अनि इन्टर योर एड्रेस पनि भनेर आएँ यहाँनिर। किनभने यो त अहिले इनेबलै छ नि त होइन, हाम्रो एउटा कोडको पार्ट हो। अब एड्रेस चाहिँ नेपाल दिए भने सबै कुराहरू रन भयो। तर मैले यहाँनिर आएर यसलाई चाहिँ यसरी ह्यास दिएँ भने चाहिँ अब चाहिँ डिजेबल भयो। भन्नुको मतलब कमेन्टको काम चाहिँ केही कुराहरूलाई डिजेबल गर्ने अथवा नोट टेकिङ जस्तो बनाउने, केही कुराहरू चाहिँ प्रोग्रामको बारेमा लेख्न, केको बारेमा प्रोग्राम हो त्यो कुराहरू चाहिँ इन्फर्मेसन दिने भयो है त। भन्नुको मतलब यहाँ चाहिँ के रहेछ भन्दा जब हामी कमेन्ट दिन्छौँ त्यो
लाइन अफ कोड चाहिँ डिजेबल हुन्छ, त्यो लाइन अफ कोड चाहिँ रन गर्दैन इन्टरप्रेटरले। अब यहाँ आएर फेरि पनि मैले यसरी यसलाई रन गरेँ भने त राम 13 अब यहाँनिर आएन यो लाइन त हो। यसरी नै के हुन्छ त हाम्रो अब डिजेबल हुन्छ है त। सो अब कमेन्ट्सको बारेमा चाहिँ यति नै छ। पाइथनमा कमेन्ट्सको बारेमा यति बुझ्यौँ भने हामीलाई इनफ हुन्छ, मोर देन इनफ हुन्छ।